साथीहरू सबैजना सन्चै हुनुहुन्छ होला। म चाहिँ आफ्टर लङ टाइम पछि थोरै भ्लग गर्दैछु होइन, किनभने ड्युटीको कारणले गर्दाखेरि हो नि त। ड्युटीले गर्दाखेरि भ्लगै गर्नु पाएको थिएन। थोरै भए पनि बनाउँछु भने चाहिँ घाम कस्तो यो दुबईमा आमामा। अहिले चाहिँ म फेरि पार्लर सिक्दैछु, त्यही भएर पार्लरको लागि म हिँडिरहेको छु काम गर्नको लागि साथीहरू होइन। थोरै भए पनि म भ्लग गर्ने कोसिस चाहिँ गर्छु भनेको थिएँ। अब यस्तै हो जस्तो हुन्छ हेरेर माया गरिदिनु होला। यो चाहिँ आबुधाबी सिटी हो साथीहरू। म गाडी चलाइ आउनुपर्छ, मेरो रुम चाहिँ बिल्डिङ हो अनि म गाडी चलाइ आउनुपर्छ साथीहरू। यस्तो तातो घाम छ नि, यस्तो तातो घाम छ, बाफ्रे बाफ भन्नु सकिँदैन। यति धेरै तातो घाम छ नि, यति बेला त काहीँ निस्केर नहिँड्नु जस्तो त हुन्छ, तर पनि म चाहिँ किनभने पार्लर सिकेको छु नि त आजभोलि, त्यही भएर पनि जानुपर्छ। आज मेरो ड्युटी छैन, त्यही भएर म अलिक छिटै नै हिँडेको छु होइन। मेरो गाडी पनि आयो, मेरो गाडी चाहिँ हो साथीहरू। अब म गाडीमा चढेर जान्छु। बाई हेलो साथीहरू, म चाहिँ बसबाट झरेर अब जाँदैछु म पार्लर, दिदीको पार्लर। बसबाट चाहिँ म झरेँ, त्यसपछि अलिकति थोरै म चाहिँ अब त्यहाँ गएपछि मोबाइल पनि चलाउनु मिल्दैन नि त। दिदीले गाली गर्नुहुन्छ, मोबाइल चलाउन आएको कि तिमी यहाँ सिक्न आएको भन्नुहुन्छ। फेरि दिदी पनि हाम्रो आफ्नै गाउँकै हो, चिनेकै दिदी हो, त्यही भएर म चिनेकै दिदीको पार्लरमा आएको छु होइन। अब हेरौँ के हुन्छ। आज चाहिँ मेरो के अरे नेल्स हाल्ने पालो छ, मतलब पालो भन्दा पनि नेल्स हाल्नेसम्म पुगेको छु। अब म गएर हेरौँ, नेल्स पनि हाल्छु होला होइन। अनि त्यही हो, घाम यस्तो चर्को घाम छ बाफले, घामको कुरै नगरौँ। अनि यस्तो घाममा त खासमा हिँड्नु नि मन छैन होइन। सुतेर बस्नु छुट्टीको दिन मजा आउँथ्यो, तर पनि अब आफूले केही सिकेपछि त हिँड्नै पऱ्यो। यहाँ चाहिँ कस्तो राम्रो फुल पनि छ क्या रुमको लागि सोध्नलाई। अनि त्यही हो साथीहरू, अब दिदीको पार्लर पनि आइपुग्न लाग्यो होइन। अब म चाहिँ माथि जान्छु। म दिदीहरूको गाडी चाहिँ फेरि भ्लग बनाउँदिनँ है, लाज लाग्छ मलाई अरूको गाडी चाहिँ। तर म जाने केटी यही हो साथीहरू, हेर्नु होला। यहाँ अप्सरा सलून। सर आँखों पर है तेरी नाराजी, मेरी हार में है कोई राज तेरा। शायद मेरी जान का सदका मांगे तेरी जुदाई, शायद मेरी जान का सदका मांगे तेरी जुदाई। तू बोले रातिको 10:30 भइसक्यो। यति धेरै मान्छेहरू हुन्छ कि गाडीहरू यति धेरै आइरहेको छ कि यस्तो मैले काम गर्ने ठान्छु। अनि म चाहिँ राति जबबाट रुम जान्छु आज मैले। मेहन्दी पनि लगाएको साथीहरू हेर्नु होला।